यहाँहरू सबैलाई प्रभु येशू ख्रीष्टको नाममा न्यानो अभिवादन साथै जय मसीह। मलाई जतिजनाले फेसबुक मार्फत अथवा टिकटक मार्फत हेर्दै हुनुहुन्छ, तपाईँहरू सबैजनालाई विशेष गरी स्वागत छ। यो समय, यो साँझको समयभन्दा पनि रातको समय। म आशा गर्दछु तपाईँहरू सबैजना सन्चै आराममै हुनुहुन्छ भनेर। अनि यो समय म तपाईँको माझमा एउटा हाम्रो जीवनमा भोगिरहेको र सोचिरहेको र इच्छा भएको कुरा भन्न गइरहेको छु। अनि विशेष गरी हामी मानिस जातिहरूले आफूलाई अरूले राम्रो गरेको, राम्रो सोचेको, यो व्यक्ति चाहिँ असल छ, यो व्यक्तिको बानी चाहिँ राम्रो छ, यो व्यक्ति चाहिँ राम्रो व्यक्ति हो, अथवा तपाईँ राम्रो भनेर चाहिँ सम्बोधन गरेको, तपाईँको प्रशंसा, मेरो प्रशंसा गरेको हामी चाहन्छौँ। हामीले त्यो खालको आशा राख्छौँ। तर त्यो भन्दै गर्दा त्यो आशा राख्नु राम्रै कुरा हो, तर हामीले अरूलाई कसरी व्यवहार गर्छौँ, कि अरूलाई हामी आदर गर्छौँ, कि अरूलाई हामी राम्रो भन्छौँ, कि अरूको राम्रो कामलाई प्रशंसा गर्छौँ, यसमा चाहिँ हामीले विचार गर्नुपर्ने कुरा। अनि यहाँ एउटा धर्मशास्त्र बाइबलको एउटा खण्ड, एउटा पद पढ्नेछु यहाँनिर। मत्तीको पुस्तक 7 अध्यायको 12 पदमा यसरी लेखिएको छ, मानिसहरूले तिमीहरूसँग जस्तो व्यवहार गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूसँग त्यस्तै व्यवहार गर, किनभने यही नै व्यवस्था र अगमवक्ताका शिक्षाको सारांश हो। हालेलुया। यहाँनिर वचनले भन्दछ, अरूले तपाईँ र मलाई जस्तो व्यवहार गरून् भन्ने हामी इच्छा गर्छौँ, त्यो चाहिँ तपाईँ र मैले अरूसँग पनि गर्नुपर्ने कुरा। यदि तपाईँ र मैले चाहिँ अरूसँग राम्रो व्यवहार गर्छौँ, असल व्यवहार गर्छौँ भने अरू मानिसहरूले पनि तपाईँ र मेरो लागि, तपाईँ र मसँग असल व्यवहार, राम्रो व्यवहार गर्छन्। अरूले मेरो निम्ति चाहिँ मसँग चाहिँ राम्रो व्यवहार गरोस्, असल व्यवहार गरोस्, असल कुराहरू गरोस् भन्ने यदि हामी चाहन्छौँ भने हामीले पनि अरू मानिसहरूसँग असल व्यवहार र असल कुराहरू गर्नुपर्दछ। प्रियहरू, यदि हामी आदर चाहन्छौँ, सम्मान चाहन्छौँ भने अरूलाई आदर गर्न र सम्मान गर्न सिक्नुपर्दछ र जान्नुपर्दछ। आजको वचनले यही कुराहरू हामीलाई सिकाउँदछ। अनि आशा छ हामी सबैजनालाई यो वचन आवश्यक छ र गर्दै पनि छौँ र व्यवहारमा उतार्दै पनि छौँ। कति साथीहरूले पढ्नुभयो मलाई थाहा छ, तर हामी पढ्छौँ, कति कुराहरू व्यवहारमा लागू गर्दैनौँ। जब हामी व्यवहारमा लागू गर्छौँ तब हामी असल व्यक्ति बन्छौँ। त्यसले गर्दाखेरि आशा छ मत्तीको पुस्तक 7 अध्यायको 12 पदलाई न्यालेर हेरौँ। यो पदले चाहिँ तपाईँ र मलाई एकदमै असल व्यक्ति बन्नलाई सिकाउँदछ, किनकि अरूबाट हामी जे कुरा आशा गर्छौँ उनीहरूलाई पनि त्यही कुराहरू गर्नुपर्छ भन्छ। त्यसले गर्दा यो वचनबाट हामी सबैजनालाई परमेश्वरले आशिष दिउँ। जय मसीह सबैलाई।